नमस्ते साथीहरू। सदाको जस्तै आज पनि म तपाईँहरूमाझ एउटा नयाँ कथा लिएर उपस्थित भएको छु। आशा छ तपाईँहरूले यस कथालाई अन्तिमसम्म सुनिदिनुहुनेछ र मनोरञ्जन लिनुहुनेछ। आजको मेरो यस कथाको शीर्षक छ ठुलो हात्ती र सानो ढोका। एक समयको कुरा हो, घना जङ्गलमा एक विशाल हात्ती राजा बन्यो। सबैले उसलाई महान हात्ती भनी सम्मान गर्थे। हात्तीले मनलाग्दो गरी जङ्गलमा घुम्थ्यो, मिठा मिठा फलफुलहरू खान्थ्यो, आराम गर्थ्यो। ऊ आफ्नो शक्तिमा गर्व गरिरहेको थियो र दिन प्रतिदिन अझ ठुलो हुँदै गयो। केही समयपछि समस्या आयो। जङ्गल बाहिर जानुपर्ने एउटा सानो ढोका थियो, तर अब ठुलो हात्तीले त्यो सानो ढोका पार गर्न सक्दैन थियो। जहिले प्रयास गर्थ्यो, जहिले अड्किन्थ्यो, ऊ रिसाउँथ्यो र चिच्याउँथ्यो, तर पनि त्यस ढोकाबाट ऊ पार गर्न सक्दैनथ्यो। हात्तीका समझदार मन्त्रीहरू जम्मा भए। उनीहरूले हात्तीलाई भने, महाराज, तपाईँ अहिले धेरै मोटो हुनुभयो। तपाईँले खानपिनमा ध्यान दिनुपर्छ, नत्र यो समस्या अझ बढ्नेछ। हात्तीले सुने पनि ठट्टा मानेर हाँस्यो, तर दिनदिनै उसलाई ढोका पार गर्न गाह्रो हुँदै जान थाल्यो। अन्त्यमा हात्तीले आफ्नो गल्ती बुझ्यो। ऊ कडा मेहनत गर्न थाल्यो। हरेक बिहान दौडन जान्थ्यो, हल्का खाना खान्थ्यो, कडा व्यायाम गर्थ्यो। जङ्गलका बाँकी जनावरहरूले पनि उसलाई हौस्याए, तर समस्या सजिलै सुल्झिएन। हात्तीले थाहा पायो, शारीरिक परिवर्तन मात्रै होइन, घमण्ड र आलस्य पनि त्याग्नुपर्छ। एक दिन हात्ती एकजना बुद्धिमान साधु कहाँ पुग्यो। साधुले हात्तीलाई भने, साँचो परिवर्तन बाहिर होइन, भित्र मनबाट आउँछ। घमण्ड छाड, सरल जीवन जिउ। हात्तीले मनदेखि गल्ती स्वीकार गर्यो। उसले घमण्ड छाड्यो, सरल जीवन बाँच्न थाल्यो। केही समय पछाडि हात्ती फेरि सानो ढोका सजिलैले पार गर्न सक्ने भयो। एकचोटि फेरि जङ्गलभरि खुसी फैलियो र हात्ती साँच्चकै महान बन्न पुग्यो, शक्ति र नम्रताको प्रतीक बनेर। यस कथाको मूल शिक्षा रहेको छ, घमण्ड र आलस्यले हामीलाई अवरोध ल्याउँछ। धैर्य, साधना र नम्रताले जीवनमा सफल बन्न सकिन्छ। आजको यस कथा सुनिदिनु भएकोमा तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। आशा छ तपाईँहरू सबैले यस च्यानललाई माया गर्नुहुनेछ, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नुहुनेछ भन्ने आशा एवं अपेक्षाका साथ अर्को भिडियोमा अर्को कथाका साथ भेट्ने अपेक्षा राख्दै बिदा चाहन्छु। धन्यवाद।